वृष राशि ज्येष्ठ महिना तपाईँ वृष राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा खास तपाईँको लागि राम्रो हुनेछ? स्वास्थ्य, शिक्षा, रोजगार, व्यापार, व्यवसाय, देश विदेश, उन्नति, प्रगति, अवसर र अपर्च्युनिटिज यस महिनामा तपाईँले कति पाउन सक्नुहुनेछ? के कस्ता च्यालेन्जिङहरूको सामना गर्नुपर्ने हुन सक्छ? यी र यस्तै यावत विषयमा चर्चा गर्दैछौँ। सर्वप्रथम त यहाँको व्यक्तित्व विकासको समय हो। यस महिनामा आफ्नो विशेष गरेर कुनै पनि कामहरूमा प्रभुत्व जमाउन सक्ने वा विशेष गरेर राम्रो क्षमता प्रदर्शन गर्न सक्ने महिनाका रूपमा जोडिन्छ। यस महिनामा कन्फिडेन्ट र आत्मविश्वासले खास साथ दिनेछ। बोलीको प्रभाव र वचनको प्रभावले पनि यहाँलाई खास राम्रो बनाउनेछ। बोली वचनमा माधुर्यता, बोलीका प्रभावहरू बढाएर लान सक्ने क्षमता खास राम्रो हो। स्पेसल्ली यस महिनामा केही खर्चका सम्भावनाहरू छन्। विलासिताका वस्तुहरूमा खरिद वा विशेष गरी केही खर्च बढाउन सक्ने महिनाका रूपमा जोडिन्छ। मेहनत वा पराक्रममा अलिकति लेजीपनाहरू देखिने, गरे जस्तो मेहनतको परिणाम प्राप्तिमा कठिनाई ज्यादा हुने, यी यस्ता स्वाभाविक समस्याहरू आउन सक्छन्। दाजुभाइसँगको सम्बन्धमा खटपटका सम्भावनाहरू छन्, यसमा विचार पुर्याउनु होला। पारिवारिक सम्बन्ध वा पारिवारिक रिलेसन साधारणतया मनमुटावपूर्ण रहन सक्छ। परिवारजनसँग अलिकति टाढिएर सहकार्य गर्नुपर्ने, टाढिएर कार्यहरू गर्नुपर्ने यस्तो सम्भाव्यताहरू यहाँका लागि जोडिरहेको छ। विद्यार्थीजनहरूका लागि यस महिना खास राम्रो हो। कम्पिटिसन, इक्जामिनेसन वा खास यहाँले गर्न खोज्नु भएको कार्य सफलताका सम्भावनाहरू छन्। स्पेसल्ली प्रेमिल महानुभावहरूको सम्बन्धमा सुधारताको सम्भावना छ। यहाँको प्रेम सम्बन्ध अझ बढी प्रगाढ भएर जाने, अझ बढी सकारात्मक भएर जान सक्ने स्थितिहरू बनाउँछ। श्रीमान श्रीमती र दम्पति बीचको सम्बन्धमा खटपटको सम्भावना छन्। नयाँ लगानी र इन्भेस्टमेन्टका लागि यो समय त्यति उपयुक्त नरहन सक्छ। सँगसँगै यहाँले आफ्नो सम्बन्ध सुधारका लागि खासै बढी प्रयत्न गर्नुपर्ने देखिन्छ। पार्टनरसिप कार्यहरू खास राम्रो मान्न सकिँदैन। यस महिनामा यहाँले विशेष त खर्चको कुराहरूमा ध्यान दिनुहोला। शुक्रको केही विपरीत राजयोग बनेका कारणले गर्दा यस महिनामा शत्रु पराजयका योगहरू बन्नेछन्। जसले तपाईँलाई खुट्टा तान्न खोज्छन् वा पछाडि पार्न खोज्छन्, त्यस्ता व्यक्तिहरूलाई उछिन्नेर अगाडि बढ्न सक्ने सम्भावना जोडिरहेको छ। विशेष त तपाईँको प्रोफेसनल लाइफ वा करियरमा हेर्ने हो भने केही इस्युज वा केही मनमुटाव आए पनि पदोन्नति वा प्रमोसन्सका लागि कुनै त्यस्तो पूर्व तयारीहरू गर्दै हुनुहुन्छ भने अपेक्षाकृत राम्रो नतिजा ढिलै भए पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा यस महिना सकारात्मक पूर्ण महिनाका रूपमा जोड्न सकिने स्थिति देखिन्छ। स्पेसल्ली यस महिनामा साधारण स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। स्पेसल्ली यहाँले